हेलो नमस्ते अन्दाक्छु सबैजनालाई। आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदमै सन्चै छु। फेरि पनि म अर्को भिडियो लिएर उपस्थित भइसकेको छु र यो चाहिँ सरस्वती पूजाभन्दा एक दिन पछाडिको भिडियो हो र यो म चाहिँ माथि सानिटार दिन्छा म्यामहरूकोमा गएको थिएँ, त्यति बेला क्याप्चर गरेको भिडियो हो। यहाँ चाहिँ यो चाहिँ हामी दिन्छा म्यामहरूको गोठतिर जाँदै थियौँ, सानी म र प्रशंसा भएर। यहाँ चाहिँ कस्तो के भन्छ सानिटार, यो चाहिँ सानिटार हो र सानिटारमा चाहिँ अहिलेको टाइममा पनि तोरी आलु अनि तरकारीहरू रोपेर पुरै बारीहरू चाहिँ हरियाली हुन्छ नै। हेर्दा नि कस्तो के भन्छ हेर्दा नि कस्तो मनमोहक लाग्ने है, कस्तो राम्रो हुन्छ। तर रुम्जाटारमा चाहिँ त्यस्तो छैन। अहिले चाहिँ रुम्जाटारमा खुल्ला बाजोबारीहरू हुन्छ, तर सानिटारमा चाहिँ अलिक बढी जस्तो चाहिँ के भन्छ बाजोबारी नै हुन्छ। तर धेरै बारीमा चाहिँ तरकारी बालीहरू चाहिँ रोपिएको हुन्छ। आलु अनि तोरीहरू अलिक बढी जसो, अनि अर्को के भन्छ केराउ रोपेको हुन्छ, है रोपिएको हुन्छ। र यो चाहिँ दिन्छा म्यामहरूको गोठ हो। अनि आमाले चाहिँ बिहानै आएर गाईलाई र बाख्रालाई खोले पकाउनु भएको थियो अनि दिन लाग्नु भएको थियो बाख्राहरूलाई। गाईलाई त दिइसक्नु भएछ। अनि आएर आमासँग हामीले चाहिँ गफहरू गर्दै आमाको साथी बस्यौँ। अनि हाम्रो सानी चाहिँ यहाँ छक्का परेर बाख्रा हेर्दै हुनुहुन्छ। कस्तो माया लाग्दो तरिकाले हेरिराख्नु भएको थियो है। अनि यो चाहिँ बाख्राहरू हो। उता गाईले चाहिँ दाना खाइरहेको छ। अब आमाले यता गाईलाई के अरे बाख्रालाई पनि दाना दिन लाग्नु भएको छ। अनि यहाँ चाहिँ यता वरिपरिदेखि नै सबै बाँसहरूको चाहिँ घाँसहरू निकाल्ने रहेछ। पहिला सुरुमा म यता रुम्जाटार आउँदा चाहिँ यो के अरे बाँसको घाँसहरू यसरी सबै निकाल्छ भन्ने थाहा थिएन मलाई। कस्तो कस्तो लाग्थ्यो है। तर यता चाहिँ त्यस्तै चलन रहेछ, सबै निकाल्ने रहेछ है। हाम्रो गाउँतिर निकाल्नु चाहिँ निकाल्छ, तर त्यो के भन्छ सबै चाहिँ निकाल्दैन नि त। अब त्यो केही कामको लागि बाँस काट्यो भने त्यसको घाँस निकालेर दिन्छ, नत्र निकाले पनि एक दुईको निकाल्छ, नत्र सबैको निकाल्दैन है। तर यता चाहिँ सबै चढी त्यो ठुलो बाँसहरू त चढेर माथि चढेर छासेर निकाल्ने रहेछ। अनि सानो बाँसहरू चाहिँ तानेर सबै निकाल्नु हुँदो रहेछ यता चाहिँ है। अनि यता चाहिँ त्यो बाँसहरू देखिने भन्दा अलिक उतापट्टिदेखि उता चाहिँ जङ्गल रहेछ अनि भिर रहेछ। अनि बाँदर चाहिँ जता पनि आउने है। अब त तर सबैतिर जङ्गल भएर नि होला, यता पनि बाँदर आउने रहेछ हाम्रो गाउँतिर जस्तै। अनि यहाँ चाहिँ पहिला चाहिँ एकदमै ठुलो बाँदरहरू आउँथ्यो अरे, त्यो ठुलो खालको सेतो ढेडु कि के भन्छ। तर अहिले चाहिँ आउँदैन अरे, किनकि पहिला चाहिँ त्यता भिरमा चाहिँ एउटा ठुलो गुफा थियो अरे, त्यसमा त्यो बाँदरहरू चाहिँ बस्ने गर्थ्यो अरे। अनि त्यो गुफा चाहिँ खसेछ के, पहिरो खसेछ। त्यसपछि चाहिँ त्यहाँ त्यो बाँदरहरू सायद परेर मऱ्यो होला, त्यही भएर त्यो हुल बाँदरै आउनु छोड्यो अरे। अनि एउटा चाहिँ बाँकी थियो अरे। अनि एक दुई सालसम्म त आउँथ्यो अरे त्यो सानो सानो बाँदरहरूसँग। तर अहिले चाहिँ त्यो पनि आउँदैन कि क्या र त्यस्तो भन्दै हुनुहुन्थ्यो आमा। अनि अहिले चाहिँ सानो खालको बाँदरहरू आउने रहेछ। यो हामी बसेको भन्दा मुनितिर नि एउटा गोठ रहेछ, त्यहाँ चाहिँ भैँसी पनि रहेछ। यहाँ चाहिँ बाख्रा र गाई मात्र छ। त्यता चाहिँ बाँदर आएर कुदिरहेको थियो त्यहाँ नै गोठको वरिपरि नै। मान्छे हुँदा नि है, अहिले त बाँदर त घरभित्रै पस्नु खोज्छ हौ। अनि यता चाहिँ आमाले खोले दिँदै हुनुहुन्थ्यो बाख्रालाई। अनि बाख्राहरूले खोले खाँदैछ। अनि उतादेखि एउटा बाछोले चाहिँ पुखाइदिइहालेछ मुनिको त्यो बाक्लो चाहिँ के अरे दाना चाहिँ। अनि यसले चाहिँ पुखाइदिइहाल्यो भन्दै हुनुहुन्थ्यो आमा। अनि यो चाहिँ हाम्रो प्रशंसा र सानी गफ गर्दै हुनुहुन्छ उहाँहरू नि दिदी बहिनी। यता चाहिँ बाख्राहरूले खोले खाँदैछ। अनि यो एउटाले चाहिँ पुखाउँछ है। अब हेर्नु नखाने रहेछ कि त्यसले चाहिँ पुखाइदिइहाल्छ है त्यो एउटाले चाहिँ। अब
उसले तानेर पुखाउने रहेछ। आहा पुखाइदिइहाल्यो नि। अनि आमाले उता तानिदिनु भयो। अनि दुइटाले चाहिँ मजाले खायो है। यसले चाहिँ अलिक नखाने रहेछ है। अनि यहाँ हेर्नुहोस् है, आहा कस्तो राम्रो पऱ्यो है। सरले खोइ कहाँबाट ल्याउनु भएको रहेछ। एक जोडी रहेछ, कस्तो मजाले फेरि टाढा नि नभाग्ने के, त्यतै बसिराख्ने। ओके, यो भिडियोसँगै आजको मेरो भिडियो चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ. बाई बाई. सी यू इन नेक्स्ट भिडियो.